सबै परिदाखेरि 120 घर भए। रङ पनि अर्कै छ त मम्मी। ज्वाइँले छोरीले टाढबाट हो आमा ल टाढबाट जानी त त्यही छ खाजा बनाइदिँदै रहेछ मलाई त्यहाँ मुडा छ यहाँ बस्नु नि आएर नि एकैचोटी हावा खानु गर्नु त उमाथि बात त ल्याउनु भनेर बसिरहेको थिएँ नानीमाले के गर्दैछ बात भयो हैन त्यो बार बोर्ड चाहिँ अलाइदिनु पर्छ हेर्नु भेटेन घरमा छैन खाइलो कल त दैलो होलो जोड्दैछ त माथि ए माथि हो खाइलो हो त ज्योति चिन्दैन जहिले काट्यो काठमाडौँ भात खाइने के हो खाइरहेको के बोलाउनु भएको हाम्रो सुटी आफ्नो नानीको घरमा आयो मौली बोजू घरमा आयो मौली बोजूको घरमा मौली बोजूले रोटी पोल्नुहुँदैछ नातिनीको लागि नानी आएर त के होला त्यो डल्ले खोर्सानीको धुलो पिसेर आएको रहेछ त तलाई चाहिँ निकालिदिएको भुटेको यता चाहिँ अब अलिकति तेल थपेर मसला हालेको भोग लगायो भने चाहिँ मिठो हुन्छ भोग लगायो भने त हुन्न होइन नानी रोटी र तरकारी तातिन्न भनेर हुन्छ सेकिदिनुस् न माइजुको होइन कस्तो रहेछ नि मैले थोरै चाहियो हजुर हुन्छ मिठो के हो झन्डै रोटी बनाएर मैले गरेर पो नबनाए अनि रक्सी त खाँदैन म हजुर तेरो पाइसो ए थोरो थोरो गर्नुपर्छ हो हजुर मोमो पकाए जस्तै हो लस्करै झ्याप्पै हाल्न उयो भोरी एकैचोटि पकायो भने फेरि खानु अन्त एकैचोटि ए राख्दै अन्त पकाएर राख्नु गइहाल्यो 72 सालमा भूकम्प आउँदाखेरि कसैलाई फाइदा पनि भयो कसैलाई सजिलो असजिलो त भयो पनि कुनै मानिसले घर बनाउन नसक्ने मान्छेले घर बनाए कुनै मानिसले त्यो सरकारले दिएको जुन रात माथि थपेर अरू घर पनि थपेर बिल्डिङै बनाउन सक्ने उसको पावर पनि पुगे सरकारले हेरेर अब त्यसमध्येले गर्दाखेरि अब 60 घर थियो भने एकवटा घर सबै परिदाखेरि 120 घर भए हैन त्यसले गर्दाखेरि तपाईसँग गफ गरेको पातलो थियो भन्दाखेरि अहिले डबल भयो त्यसले गर्दा अब सहर अलिक बाक्लो देखियो अनि लाइट बल्दा चाहिँ अलिकति देख्दा रहेछ यति हैन त्यो उज्यालोमा चाहिँ त्यस्तो देख्दैन रहेछ कि लाइट बल्दा चाहिँ निकै बाक्लो नै देख्दा रहेछ दुःखहरू धेरै बस्नुस् यो चाहिँ लेमन टी हो भिडियो बोल्न दामी मासु
त के तपाईले चाहिँ बिचरा दुखी छ होला मैले चलाएको त उनीहरूलाई पो अप्ठ्यारो भइसक्यो बोल थप्यो ए पानी नुन थप्यो थप्सी बन्द गरेर अब खानु मेरो भइहाल्छ है सुत्नु सुत्नु यो चाहिँ खोला ओ नानी माथि जाँदा नि हुन्छ हेर्नुभयो भने त होला न मलाई पानी के टिभीदेखि गोरु हेर्नु जाला हामीहरू चाहिँ त्यही डाँडातिर चाहिँ आएको होला है माथि माथि हुँदै त आएको होला है हामी आएको यताबाट नि यस्तो भएको उयो गुराँसको फुलहरू है माथि रातो रातो खोला हेर्ने भएन नि त यता आउने यहीँ डाँडा देख्छ जानुपर्छ खोला हेर्न कत्रो रङ पनि अर्कै छ त मम्मी खै उयो चाहिँ लसुन ए उयो छ यहाँ हाम्रै छ हजुर कसले पनि चिन्दैन भनौँ न सबैले चिन्छ तर यत्रो यत्रो भएको चाहिँ देखेको छैन यो डुकु भइसकेको छ मेरो मोमोरै हुन्छ मोमोरै यहाँ यो साथ फेरि न विकासको मल लु आउनु कहाँ गएको बहिनी तिमी आम्मा ढाकिदेऊ ए ढाकी किवी किवी खानु हुँदैछ खै अहिले तास्दैछु लु खानुभयो काइला बाउ सुन्तला किवी खिलाउनु भयो हामीलाई धेरै धन्यवाद धन्यवाद कहाँ जानु भएको अरे हामीहरू गएको अब खोला खेल्नु खोला गएको अब हामी त्यहाँ हिँड्दैछ आमाहरू गुराँस रहेछ बहादुर बाजे त्यहाँ करण दादा त्यहाँ बहिनी यहाँ बाबा करण बहिनी सानो नानी भदै भएन रोगर यो फुल राख्दा हुन्छ हुन्छ बहिनी पछि के टाइल्स गर्नु राम्रो हुन्छ होला है टाइल्स गरेर लेखेको त मिटिसकेछ नि त लु जु बाढले गर्दा चिसो पानी आछु खोलामा छौँ हामी यहाँ चाहिँ उदित लेख्नु भएको छ अब निक्लिने तयारी कति बजे अहिले 6 बजे है यो चाहिँ हाम्रो कसैले पुऱ्याइदिनु हुँदैछ अम्मा यो पनि सक्नुहुन्छ नि त झर्दैन हुन्छ उताबाट होइन ओ बस कराउँदैछ यहीँ घुम्दैछ बस आउँदैछु हजुरआमा गइहाल्नु आउँदैछु माइजू आउँदैछु हुन्छ
हुन्छ हुन्छ रोकाएर हुन्छ कहाँ छोड्यो मामालाई भन न फोन गरेर के चाहिँ मलाई ब्यागमा हालिराख्नु बाहिर थिएन त्यही भयो बिचारा आएको खोलामा आयो बस आएछ यहाँसम्म आएछ यो घरमा बस्ने मान्छे खाइहाल्छ नि ए भाइ भाइ ओ भाइ व्यस्त चिया बनाउँदैछ नमस्ते दिदी ओ पप पप मुख मिठो भयो होला मिठो जाने नमस्ते दिदी मैले गरेँ मारेको मैले होइन भित्र उता भएन यही हाम्रै ढोका ए त्यो हेर्नु नसकेन हावाले भान्जी त चिया खान्न होइन भरि पनि नबनाउनु भरि होइन म त यत्रो खान्थेन पनि चोपेर क्या मिठो हुन्छ सेम बुझ्नु देख्दैन अन्त बुढा भइसक्यो गर्दैन नि एकपल्ट एक्टिङ यसको नाम भन न के हो यो प्रीति हामी पुरा त्यहाँनिर म्यागी के खाए पनि मोटो थिए त्यति बेला मोटो थिए अहिले त बुढो स्लिम छ मोटी नै लाग्यो मलाई त मोटो थिए त्यति बेला म के भयो ज्वाइँ हामी आउँ खै भाइ चाहिँ आउँदैछ तल गुराँस फुल देखेँ गुराँसको बोट देखेँ ल मैले कस्तो गुराँसको फुल त्यहाँ भिडियो गरेँ 1 घन्टा त भिडियो गरेँ मैले उ गरेँ नानीको हेर्नु होइन नि त नानीले उ गरेँ क्यामेरामा त तिमी हुन्छ खोलाको माथि खोला त ठाडो गएको खोला पनि गयो देखाइदिन्छु जस्तो देखेको होइन ए रहेछ त पितृ चाहिँ देखिने के आमा बा रहेछ भनेर अनि मान्छे त्यही हाम फाल्ने यता हेर मलाई